अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एउटा डेडलाइन दिएका थिए। त्यो डेडलाइन सकिनलाई जम्मा 90 मिनेट मात्रै बाँकी थियो। बेलुकाको 5:36 अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सोशल मिडियामा लेख्छन्, यदि इरानले डेडलाइन सकिनुभन्दा अघि स्टेट अफ हर्मुज खोलेन भने आज राति पुरै इरानी सभ्यता सकिनेछ र फेरि कहिले फर्केर आउने छैन। दुनियाँको सबैभन्दा शक्तिशाली मान्छे एउटा पुरै देशलाई, एउटा पुरै सभ्यतालाई सकाइदिने धम्की दिँदै थियो। हर कोही यो पढेर अचम्ममा थिए। दुनियाँका सबै लिडरहरू यो के हुँदैछ भनेर बुझ्न खोज्दै थिए। ट्रम्पले इरानमाथि के गर्दैछन्? के यो इसारा न्युक्लियर मिसाइलतिरको हो? धेरैजनालाई लागिरहेको थियो कि त्यो दिन अमेरिकाले इरानको जमिनमाथि न्युक्लियर बम झार्दिनेवाला छ। युद्धविराम हुने कुनै सम्भावना नै भइरहेको थिएन। तर ट्रम्पको डेडलाइन सकिनुभन्दा पहिला इरान अमेरिका बीच अचानक 2 हप्ताको लागि युद्धविराम हुने सहमति हुन्छ। तर इरान र अमेरिका बीच शान्ति वार्ता हुन सकेन। ट्रम्पले इरानी बन्दरगाहमाथि नाकाबन्दी नै सुरु गरिदिए। तर 17 अप्रिलमा एउटा छुट्टै ट्विस्ट देखियो। अचानक इरानले भन्दै थियो कि स्टेट अफ हर्मुज सबै कमर्सियल जहाजको लागि खुल्ला गरिएको छ र फेरि भोलिपल्ट इरानले युटर्न लिन्छ र स्टेट अफ हर्मुज फेरि बन्द भएको जानकारी दिन्छ। त्यति मात्र होइन, त्यति बेला त्यहाँबाट जाने सबै जहाजमाथि फायरिङ पनि हुन्छ। आउनुहोस् बुझ्ने कोसिस गरौँ यो अचम्मको यात्रामा के हुँदैछ। सबैजनालाई नमस्ते। दुनियाँ अचम्मैसँग अगाडि बढिरहेको छ। आज न्युक्लियर बमको धम्की, भोलि नाकाबन्दी, पर्सि युद्धविराम। जो मान्छे यो बदलिँदै गरेको दुनियाँको विषयमा अपडेट हुँदैन उनीहरू पछाडि नै भइरहन्छन्। इरानको युद्ध सुरु भएको दिनदेखि आजसम्म 50 दिन चलेको यो युद्धमा 4000 भन्दा धेरै मान्छेहरू मरिसकेका छन्। इरानमा 2000 भन्दा धेरै, लेबनानमा 2100 भन्दा धेरै, इजरायलमा 26 जना र अमेरिकन आर्मी पनि मारिएका छन्। यो संख्या मैले भनिरहँदा र तपाईहरुले सुनिरहँदा एउटा डेटा पोइन्ट जस्तो मात्रै लाग्न सक्छ। एकपटक साँचो मनले सोच्नुस् त 7000 भन्दा बढी परिवारको जिन्दगी अस्ताएको छ। लाखौं मान्छेले आफ्नो घर छोड्न पर्यो। मात्र एउटा यो प्रश्न छ कि यो सब के का लागि? आखिर यसबाट के पायौं? यो सबै युद्ध त्यति बेला सुरु भयो जब अमेरिका र इजरायलले इरानको न्युक्लियर फ्यासिलिटीलाई टार्गेट गरे। 21 मार्च नतान्ज न्युक्लियर फ्यासिलिटीमा हमला गरिएको थियो। तर सबभन्दा खतरनाक हमला त्यो बुशहर न्युक्लियर प्लान्ट माथिको हमला। यो इरानको एउटा मात्रै चल्दै गरेको न्युक्लियर प्लान्ट थियो जहाँ अहिलेसम्मकै धेरै न्युक्लियर मेटेरियल थियो। युद्ध सुरु भइसकेपछि यो ठाउँको आसपासमा 4 वटा बम खसालिएको छ। यो चीज यति धेरै खतरनाक थियो कि सायद यो विषयमा धेरै जसो मान्छेलाई अन्दाजा नै थिएन। यो पुरै खाडी मुलुकहरूको लागि ठूलो विपत्ति साबित हुन सक्थ्यो। यस्तो भाइरस देखिन सक्थ्यो कि जुन बेला चर्नोबिलको टाइममा देखिएको थियो। 3 पुस्तासम्ममा पनि रिकभर गर्न सकिएको थिएन। कतारका प्रधानमन्त्रीले 2025 मै चेतावनी दिइसकेका थिए कि यदि यो न्युक्लियर पावर प्लान्टमा कुनै प्रकारको क्षतिग्रस्त भयो भने खाडी मुलुकमा केही पनि बाँकी रहँदैन। न पानी, न माछा, न जीवन हुनेछ। यो पुरै न्युक्लियर नाटकको साँच्चैको निर्णायक मोड 3 तारिखमा देखिएको थियो र यसले ट्रम्पको सम्पूर्ण दाबीहरूलाई झुटो साबित गरिदियो। ट्रम्पले लगातार दाबी गरिरहे कि इरानी आकाशमाथि अमेरिकाको अझै पनि कन्ट्रोल छ र ट्रम्प अझै भन्दै थिए इरान हारिसक्यो, युद्ध लगभग सकिसक्यो। तर 3 अप्रिलमा इरानले अमेरिकाको एउटा F-15E स्ट्राइक इगल फाइटर विमान झारिदियो। यो प्लेनमा 2 जना सवार थिए, 1 जना पाइलट, 1 जना हतियार प्रणाली अधिकारी। दुवैजना इरानी भूमिमा झरेका थिए। 1 जना पाइलटलाई त 2-4 घण्टामै रेस्क्यु गरिएको थियो, तर अर्को व्यक्तिको कुनै अत्तो पत्तो नै थिएन। यसले इरान र अमेरिका बीचमा एउटा प्रतिस्पर्धा सुरु गरायो कि त्यो बाँचेको अर्को व्यक्ति भएको ठाउँमा सुरुमा को पुग्नेछ। यी व्यक्ति जो एक्लै झरेका थिए उनी इरानी सेनाहरूको घेराउभित्र 24 घण्टा भन्दा बढी लुकेर बसेका थिए। ज्यानमा लागेको चोटहरू हुँदा पनि यिनी 17000 फिटको अग्लो ठाउँमा जसो तसो उक्लिएका थिए। त्यहाँ गएर कसैले नदेख्ने ठाउँमा लुकेका थिए। इमर्जेन्सी सिचुएसनमा एउटा प्रोटोकल हुन्छ कि आफू बसेको वरपरका सबै ठाउँहरू मध्येको अग्लो ठाउँमा गएर लुकेर बस्ने। त्यहाँबाट उनले जम्मा 3 शब्दको रेडियो मेसेज पठाए, गड इज गुड। अमेरिकन अफिसरहरूलाई सुरुमा त यो मेसेज फेक लाग्यो। इरानी सेनाहरूले फेक मेसेज पठाएको हुन सक्छ ताकि अमेरिकन सेनाहरूलाई आफ्नो भूमिमा बोलाएर आक्रमण गर्न सकियोस्। तर फेरि एनालाइसिस टिमहरूले राम्रोसँग एनालाइसिस गरिसकेपछि पक्कै पनि
आफ्नै मान्छेबाट यो मेसेज आएको हुन सक्छ भन्ने सोचेर रेस्क्यु अपरेसन सुरु गरिन्छ, जुन रेस्क्यु आज पनि आफैमा एउटा ऐतिहासिक बनेको छ। सबैभन्दा सुरुमा अमेरिकन सिआइएले एउटा यस्तो जुक्ति निकाले जसमा इरानी समाचारहरूमा एउटा यस्तो भ्रामक सूचना फैलाइयो कि हाम्रो ती दुईजना खसेका सेनाहरूलाई हामीले पहिले नै रेस्क्यु गरिसक्यौं ताकि इरानी सेनाहरूले ती दुईजना व्यक्तिहरूलाई नखोजुन्। र त्यसपछि सिआइएले ती व्यक्तिको एक्ज्याक्ट लोकेसन पत्ता लगाए र सेनाहरूलाई त्यो ठाउँको लोकेसन दिए। त्यसपछि डेल्टा फोर्स सहित 6 जना सेनाहरू इरानी जमिनमा छिरेर ती व्यक्तिलाई रेस्क्यु गरेका थिए। 5 अप्रिलमा ट्रम्पले फेरि पोस्ट गरे, वी गट हिम। उनले भने कि इरानी सेनाहरूले घेरिएको ठाउँबाट कुनै क्षति बिना नै हामीले ती व्यक्तिहरूलाई रेस्क्यु गर्यौं। यसैबाट यो प्रष्ट हुन्छ कि अझै इरानी आकाशमा अमेरिकाको नियन्त्रण छ। तर सच्चाइ हाम्रै अगाडि थियो। रेस्क्यु भइसकेपछि पनि इरानले अमेरिकन जहाजमाथि धेरैचोटि प्रहार गरिसकेको थियो। यति मात्रै होइन, 2वटा ट्रान्सपोर्ट प्लान्टलाई पनि क्षतिग्रस्त बनाएका थिए र सेनाहरूले त्यो प्लान्टलाई पनि इरानी जमिनमा नै नष्ट गरिदिएका थिए। यो बीचमा ट्रम्पले स्टेट हर्मुज खोल्नको लागि 4 चोटि डेडलाइन दिइसकेका थिए। पहिला 21 मार्च, फेरि 23 मार्च, फेरि 28 मार्च र अन्त्यमा 6 अप्रिल। तर इरानले भने यो सबै कुरालाई इग्नोर गरिदिरहेको थियो। 7 अप्रिलसम्म कुनै पनि उपाय नलागिसकेपछि ट्रम्पले गाली गर्न थालिसकेका थिए। साँच्चै भनेको यो पोस्ट हेर्दा लाग्छ कि 15 वर्षको बच्चाले लेखेको पोस्ट हो। अझै ट्रम्प भन्दै थिए कि डेडलाइन सकिएपछि पावर प्लान्ट र पुलहरू सबै ध्वस्त पारिनेछ। तर इरानले यति हुँदासम्म पनि स्टेट अफ हर्मुज खोलिरहेकै थिएन। त्यही दिन थियो ट्रम्पले यस्तो पोस्ट गरे जुन पोस्टले दुनियाँलाई नै भूकम्प ल्याइदिनेसम्मको स्थितिमा पुर्याइदियो। ट्रम्पले यतिसम्म भन्न भ्याए कि यो युद्ध अपराध बोधक हुने छैन किनकि इरानीहरू जनावर हुन्। पुरै देशलाई नै अमानवीय भनिदिए, जनावर नै भनिदिए। ट्रम्पले दिएको डेडलाइन सकिनलाई 90 मिनेट मात्रै बाँकी थियो। त्यति बेला कयौं देशहरूले आफ्नो देशको नागरिकहरूलाई सेफ ठाउँमा गएर बस्न सूचना नै जारी गरिसकेका थिए। पुरै दुनियाँ एउटा यस्तो युद्धको चपेटामा पर्न थालिसकेका थिए कि आजसम्म कसैले देखेको छैन होला। फेरि यस्तो भइदियो जसको बारेमा कसैले सोचेका पनि थिएनन्। डेडलाइन सकिनु भन्दा केही मिनेट अघि नै इरान र अमेरिकाले 2 हप्ताको लागि युद्ध विराम भएको घोषणा गर्छन्। तर सबैभन्दा अनौठो कुरा त यो थियो कि यो युद्ध विराम पाकिस्तानले गराएको थियो। अल जजिराको रिपोर्ट अनुसार अपरेसन सिन्दुर पछि पाकिस्तानका आर्मी चिफ ओसिम मुनिर र डोनाल्ड ट्रम्प बीच सिधा सम्पर्क हुन थालेको थियो, जसको सहयोगबाट पाकिस्तानले युद्ध विराम गराउन सकेको थियो। यो युद्ध विरामको सम्झौतामा लेखिएको थियो कि इरानले स्टेट अफ हर्मुज खोल्न पर्नेछ र जसको सट्टामा अमेरिकाले 2 हप्तासम्म इरानलाई कुनै पनि हानि गर्ने छैन। एउटा पर्मानेन्ट युद्ध विरामको लागि 10 अप्रिलमा पाकिस्तानमा छलफल हुनेछ। तर पाकिस्तान र अमेरिकालाई लज्जास्पद तब भयो जब युद्ध विराम भएको केही समयमा नै इजरायलले लेबनानमाथि 100 भन्दा बढी हमला गर्यो। 300 भन्दा बढीको ज्यान गयो। यो इजरायलले लेबनानमाथि गरेको आजसम्मको सबैभन्दा घातक बम हमला थियो। इजरायलको प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भन्छन्, अमेरिका र इरान बीच भएको युद्ध विराममा लेबनान सामेल भएको थिएन, त्यही भएर हामीले यो ठाउँमा बम हान्छौं। तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा जारी भएको त्यो पोस्टमा क्लियरसँग लेखिएको छ कि लेबनान र बाँकी देश पनि युद्ध विरामको सहमतिमा सामेल छन्। यही कारण इरानको विदेश मन्त्री अब्बास अराघचीले शरीफलाई मेन्सन गरेरै भनेका थिए कि युद्ध विराम गर कि युद्ध जारी नै राख। यी दुवै कुरा एकैचोटि हुँदैन। युद्ध विरामको विषयमा अझै कन्फ्युजन जारी नै हुन्छ। 11 अप्रिल इस्लामाबादमा अमेरिका र इरान बीच शान्ति वार्ता सुरु भयो। दुवै साइडबाट 21 घण्टा लामो छलफल पनि भयो, जसमा इरानले 10 वटा कुरामा शान्ति प्रस्ताव पनि राख्यो। इरानको डिमान्ड थियो कि इरानमाथि लागेको सबै प्रतिबन्ध हटाइयोस्, स्टेट अफ हर्मुजमा इरानको नै नियन्त्रण होस्, अमेरिकी सेना मध्यपूर्वबाट फर्किउन् र सबैभन्दा महत्त्वपूर्ण इरानको युरेनियम सम्वर्धनलाई एक्सेप्ट गरियोस्। डोनाल्ड ट्रम्पका अनुसार लगभग सबै कुरामा सहमति पनि भइसकेको थियो। तर त्यो पोइन्ट जसले सबैभन्दा बढी म्याटर गर्छ, न्युक्लियर पावर प्लान्टको विषयमा सहमति छैन। 12 अप्रिल बिहान अमेरिकन डेलिगेसनको प्रतिनिधित्व गरिरहेका जेडी भ्यान्स अनाउन्स गर्छन् कि एग्रिमेन्ट हुन सकेन। शान्ति वार्ता असफल हुने बित्तिकै ट्रम्पले फेरि लेख्छन्, अमेरिकाको सेनाद्वारा अब इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी सुरु गरिनेछ। अब यो स्टेट अफ हर्मुजमा 2 वटा नाकाबन्दी भयो। पहिला
पहिला इरानद्वारा भएको स्ट्रेट अफ हर्मुजको नाकाबन्दीमा इरानले चीनलाई भने तेल पास गर्न दिइरहेको थियो र अब अमेरिकन नाकाबन्दी पनि सुरु भयो। अमेरिका चाहन्छ कि चीनको जहाज पनि रोकियोस्। अमेरिकाले अमेरिकन नाकाबन्दीद्वारा चीनको जहाज पनि रोक्न खोजिरहेको थियो, तर यसलाई लिएर चाइनाले अमेरिकालाई सिधै वार्निङ दियो कि इरान र चीनको सम्बन्धमा हस्तक्षेप नगर्दा राम्रो। इरानी बन्दरगाहको नाकाबन्दी सुरु भएपछि अमेरिकाले लगभग 13वटा जहाज रोकेर राखेको छ। 17 अप्रिल इरानले एउटा यस्तो घोषणा गरिदिन्छ कि इरानको तर्फबाट स्ट्रेट अफ हर्मुज अब सधैँको लागि खुल्ला छ, जबसम्म यो युद्ध विराम छ तबसम्मको लागि। त्यसपछि तेलको प्राइसमा पनि 10% को गिरावट आयो। फेरि भोलिपल्ट नै इरानले फेरि युटर्न लियो र भन्यो स्ट्रेट अफ हर्मुज फेरि बन्द छ। फेरि उता ट्रम्पले भनेका छन् कि जबसम्म युद्ध विरामको सम्झौता हुँदैन तबसम्म अमेरिकन नाकाबन्दी पनि खुल्नेवाला छैन। यो सबै युद्धमा जति पनि क्षति भएको छ यसले प्रत्यक्ष रूपमा नेपाललाई पनि हानि पुर्याएको छ, अझ भनौँ असर पुर्याएको छ। हाम्रो नेपाल जस्तो देश दुईटा देशको बिचमा बसेर दुईटा देशबाट फाइदा लुट्नु कता हो कता त्यो जान्दैन। जसरी हुन्छ आफ्नै देशको राजनीतिमा चाहिँ तँ राम्रो म राम्रो, तँ सही म सही भन्दै हाम्रै राजनीतिमा चाहिँ हामी अड्केर बसिरहेका छौँ। यसबाट हामी कहिले निस्किने? आजको यात्रा यति नै। हाम्रो यात्रा तपाईँलाई मन परेको छ भनेदेखि हामीहरूलाई लाइक गरिदिनु होला र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।